दाजु केरा पाकेको छ? कोभिड-19ले चौपट बनाएको अवस्था, यो लकडाउन र मनभित्र महिनौँ गुम्सिएर रहेको अनगिन्ती यात्रा गर्ने चाहना, यी सबै कुरालाई हेरी फेरि पनि हामीलाई यात्रा गर्ने इच्छा जाग्यो। यो बिचमा लकडाउन केही खुकुलो भयो र संयोग भनौँ या इच्छाले जुराएको यात्रा, साथीहरूसँग सल्लाह भयो र छोटो यात्रा गर्ने निर्णय गरियो। असाधारण अवस्थामा यात्रालाई आवश्यक पर्ने बन्दोबस्तीका सामान र गाडीको जोहो गरी हामी लमजुङ जिल्लाको नाइचे हुँदै डहरे भन्ने गाउँ जाने भयौँ। वर्षायाम सुरु भइसकेको थियो। मर्साङ्गी नदीमा आएको बाढीले मनाङ जाने रोडहरू ठाउँ ठाउँमा भत्काएको थियो। तर पनि हाम्रो यात्रालाई यसले रोक्न सकेन। यात्रा सुरु भयो। यात्रा गर्नको लागि हामी गाडीबाट नाइचे र त्यसपछि पैदल जाने निर्णय गरियो। बाटोहरू नदीले बगाएको कारणले गर्दा हामी मेन बाटोबाट डाइभर्ट भई सहायक बाटो पछ्याउँदै गन्तव्यतर्फ लाग्यौँ। यात्राको सुरुमा एउटा सुन्दर र मनमोहक झरना भेटियो, जुन स्थानीय भाषामा गाईखुरे झरना भनिँदो रहेछ। यो झरना गाईको खुट्टाको खुर जस्तो देखिने भएको कारणले गर्दा गाईखुरे झरना नामकरण गरिएको भनेर केही मानिसहरूको भनाइ पाइयो। यो झरनाको शीतलता तापेर हामी बेसीतिर लाग्यौँ। बेसीबाट अगाडि बढेपछि बाटोहरू खोलाले बगाएको कारणले गर्दा हामीले मेन बाटोलाई छोडी पारीपट्टि रहेको बाटोलाई समाउँदै अगाडि बढ्यौँ। बीच बाटोमा पहिरोले बाटो बगाएको कारणले गर्दा गाडीबाट पारी जाने अवस्था थिएन र पारीपट्टि अर्को 2वटा गाडीको व्यवस्था गरेर फेरि हाम्रो यात्रालाई निरन्तरता दियौँ। दाजु केरा पाकेको छ? पाक्यो होला नि त केरा। कसरी हो यो? एउटाको 15? बाटो बन्दा बेला 10 मा दिनु फाइदा हुन्छ। अलि मेरो दिँदैन, पानी पर्छ। ल यसको कति हो हिसाब गर्नु त? 1200 12वटा छ? अरू जग्गा नै पर्दैन। छ होला नि हामीलाई? लग्ने 12 छ, सबै 12 छ। 12वटा छ? 12वटाको कति रुपियाँ दिनु पर्छ? हाम्रो यात्रालाई बाटोमा आएको अवरोधहरूले निकै कठिन बनाउँदै थियो। यसै क्रममा बाटोमा फेरि अर्को अवरोध आयो। बाटो बनाउँदै रहेछन्। बाटो मर्मत गर्ने क्रममा हामीले करिब 1 घन्टा बाटो बनाएको हेरेर बितायौँ। बाटो निर्माण गरी हाम्रो यात्रालाई सहयोग पुर्याउनु भएकोमा धन्यवाद छ ती सहयोगीहरूलाई। करिब 5 घन्टाको यात्रापछि हामी नाइचे भन्ने ठाउँमा आइपुग्यौँ र यसै ठाउँमा बिहानको खाना खाएर हामी उकालो लाग्यौँ।
उकालो साह्रै ठाडो भएकोले केही समयमा नै हाम्रो पसिना छुट्न थाल्यो, तर मुनै लोभ्याउने दृश्य र शीतल हावाले आनन्द बनाएको थियो। असार सुरु भइसकेकोले गाउँलेहरू खेतमा खेत जोत्न र धानको बिउ रोप्न व्यस्त थिए। नाइचेबाट डहरे गाउँ जाने बाटो बनाउने क्रममा रहेछ। केही समयको हिँडाइपछि बाटो टुङ्गियो र फेरि हामी रोड बाटो झाडीहरू पन्छाउँदै अगाडि बढ्यौँ। हुन्छ जीवन फोटो छ ए उडाएर सर कहाँ हो कहाँ ए सुरुङै सुरुङ छ यहाँ कहाँ हो कहाँ तल करिब 5 घण्टाको हिँडाइपछि हामी गाउँ आइपुग्यौँ। गाउँमा जम्मा 12-15 घरहरू मात्र रहेछन् भने सबै घले जातिका मानिसहरू बसोबास गर्ने रहेछन्। मौसमको कारणले गर्दा डहरे गाउँ हुस्सुभित्र लुकेको थियो। उक्त गाउँलाई क्यामेरामा कैद गर्न नपाउँदा ज्यादै नरमाइलो लागेको थियो। तर पनि समय र अवस्थाले साथ दिएमा अर्को पटकलाई थाती राख्दै उक्त रात त्यसै स्थानमा बास बसी हामी भोलिपल्ट फर्कियौँ।